Welcome to Laugh Nepal Lab. This is Suraj Regni and it's my Vishal. Welcome to Rohit Karki. Rohita is the new member in our group today. So we have done today CID prank. So hope you will like and subscribe. And CID prank गरेको छौ. हाम्रो भिडियो लाइक गर्नु, च्यानल सब्स्क्राइब गरिदिनु, फिडब्याकहरु दिनु अनि सक्दो शेयर पनि गरिदिनु होला. सक्दो भ्यू गरिदिनु होला. हो तपाईहरुले भाइहरुलाई चाहिँ सहयोग गर्नु पर्यो, हेर्नु पर्यो त्यहाँबाट. हेलो हजुर सर हजुर 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 बस ट्रकमा आउँदैछ सर. बस ट्रक हजुर यसो बस्नु हुन्छ. हजुर हजुर नीलो क्याप लागेको छ हजुर. मोबाइल पनि चलाइरहेको छ. चलाखा मोबाइल पनि. हरियो हरियो कलरको जुत्ता पनि छ. साइडमा एउटा बच्चा पनि छ. पुच्ची सानो पुच्ची. पुच्चीले आइसक्रिम खायो हजुर. हजुर 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 हातमा नीलो मोबाइल पनि छ नीलो कलरको. हजुर के भयो हजुर हजुर समात्नु सर. क्याब लाग्यो समात्नु सर. समातम सर सर ढाका टोपी लगाउनु भयो. यहाँ मुखमा हल्का काटे जस्तो के छ, दाग छ. कोठी रहेछ सर नाकमा. हजुर के गर्ने सर? ब्याग हेर्नु भयो. सर 2 जना हुनुहुन्छ. यही महेन्द्र पार्क थिएँ म ठ्याक्कै. हजुर सर गफ गर्दै हुनुहुन्छ क्या यहाँ? के गर्ने सर? मैले के गर्नु पर्यो? सर म नजिकै छु. यहीँ गफ गर्दै हुनुहुन्छ क्या 2 जना. हाँसिरहनु भयो. हेर्नुभयो मलाई सक भयो जस्तो छ सर. हल्का सक भयो जस्तो छ सर. म अलि टाढा छु अहिले. नजिकै छु क्या सर म. हजुर मलाई हेरिराख्नु भयो. सक भयो जस्तो छ सर. फोटो खिचौँ सर. रोक्नु है सर. फोटो खिच्दै उता फर्किनुपर्छ. अलि मिले छैन फोटो खिच्न अहिले. रोक्नु है सर. फोटो खिच्छु सर. उता फर्किनु भयो कि फेरि फोटो खिच्नै मिलेन सर. फोटो खिच्छु. रोक्ने फेरि उता फर्किनु भयो कि सर. रोक्नु है. फोटो खिच्छु मैले. भाग्न थाल्नु भयो कि सर. सर रोक्नु है. ल फोटो खिच्छु सर. फोटो कहाँ? यहाँ छैन त. यहाँ होइन 2 जना छ होइन. अब कुन हो थाहा भयो नि त. तैँले भनेको कुन हो र खास? कुन सुट लगाएको? सेतो कि निलो सुट लगाएको भनेको तैँले? बा अनि चाहिँ उसले चाहिँ तैँले के भनेको त? अनि चाहिँ छैन भन्थ्यो त निलो सुट लगाएकोले. 2 जना छ त त्यहाँ. 2 जना छ होइन. अब चाहिँ तैँले भनेको कुन हो मैले बुझेन कि तेरो कुरा. छिटो भन्न. एउटा सेतो लगाएको छ अनि एउटा चाहिँ निलो लगाएको छ. पानी लिएको छ नि त एकजना. पानी लिएको छ अनि एकजना चाहिँ पर्स लिएको छ. हो र? होइन होला. दाग त्यस्तो त छैन त. देखिन्न नि त. कुन सेतो? सेतो भनेको सेतोले हो. हेलो हजुर सर भन्नु. हजुर पुष्पल पार्कमा आएको छु म पनि. हजुर मेरै साइडमा छ. रातो सर्ट लगाएको छ अनि सेतो जुत्ता पनि लगाएको छ. हजुर हजुर फोन पनि गर्न लागेको छ.
बच्चालाई पनि बोकेको छ बच्चा पनि बोकेको छ सर सानो कपाल छ त्यही सर हजुर रातो सर्ट लगाएको नि छ हजुर सेतो जुत्ता पनि छ त्यही हो सर हजुर सर समात्ने सर हजुर यो पार्किङ हजुर सर के समात्ने सर के गर्ने सर भन्नु त फोटो खिचौँ फोटो ल रोक्ने एकछिन है 2 मिनट फोटो के गर्नु भन्नुभयो तपाईले मलाई हजुर सर म नजिकै छु सर हजुर सेतो टी सर्ट लगाएको हो हजुर सेतो टी सर्ट लगाएको हाफ प्यान्ट हजुर सर हेरिरह सक भयो यस्तो हल्का हाफ प्यान्ट लगाएको फ्ल्याट चप्पल लगाएको हजुर दाइ के भयो मेरो बारेमा बताइदिनुहोस् पनि किन बताउने हजुर म फोनमा कुरा गरिरहेको दाइ हल्का सर हल्का सक भयो जस्तो छ हजुर के भएर कसको बारेमा बताइरहेको कसैको बारेमा बताएन किन बताउनु पऱ्यो बताइरहेको सर म फोनमा कुरा गरिरहेको तपाईँ के हो कस्तो गरेको किन हात हाल्नु भएर मलाई किन फोन गरिरहेको फोन गर्न पाइँदैन र किन टाढा गरेर गर्ने फोन तपाईँको अगाडि फोन गर्नुहुन्न